सो आजको सब्जी चाहिँ हाम्रो भेजको लागि चाहिँ मेथीको साग छ। बहिनीले स्कुल ढिल्याउनु भएको तपाईँ हेर्नुहोस् त क्यान्टिनको अनमले दिनुभएको रे। थ्याङ्क यू सो मच। किनेको कि त्यतिकै दिनुभएको। सो थ्याङ्क यू सो मच। आज खाइन्छ। आलु मिसाउनु कि त्यतिकै प्लेन है। नन भेजको लागि पर्क पाक्दैछ अनि पर्कसँग खानको लागि। Hello everyone, welcome back to my channel and today's vlog will be about cooking dinner with my family. And right now it's an evening time and I'm cooking yellow lentil and beef. So tonight we are having non-vegetarian meals. So for that I have to cook many food items. It's because some family member don't eat beef, some don't eat pork, some are vegetarian. So let's go. उता फर्काएर पुरा आरामले बसिरहेको थियो। आमाले भिडियो बनाउनु दिँदैन। हिजो भिडियो बनाउनुको लागि सुँगुरमा के भन्छ अनि यो। सो हाम्रोमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ स्पेशली चाहिँ हाम्रो मदरले चाहिँ मोस्ट अफ द टाइम सी कुक्स फर अस है। हामी त रेयरली पकाउँछ भ्याउँदैन। अन्त हाम्रो आमाले चाहिँ एकदम मिठो पकाउनुहुन्छ अनि त्यहाँदेखि फेरि झटपट गर्नुहुन्छ। हामी जस्तो तन्काएर लामो राख्दैन, छिटो छिटो गर्नुहुन्छ। सो अहिले पनि मलाई छिटो पकाउनु भनेर भन्नुहुँदैछ। किन भन्दाखेरि चाहिँ हाम्रो घरमा चाहिँ खेताला हुनुहुन्छ दुईजना है। सो दुईजना खेताला आउनु भएकोलाई चाहिँ अघि दिउँसो खाजा त दिनुभएको रे आमाले। अन्त अहिले पनि भन्नुहुँदैछ साँझ परिहाल्यो खाना खाइकन नै जानु भनेर। सो आई वाज ट्राइङ टु मेक है क्विकली सब्जीहरू छिटो छिटो बनाएर चाहिँ सो द्याट आई कुड सर्भ देम भनेर चाहिँ पकाउँदै थियो है। अन्त फेरि अलिअलि मसलाहरू नलगाइ हुँदैन है, त्योहरू हाल्नै पर्यो। जिन्जर र गार्लिक चाहिँ स्पेसली इट हेज टु बी देयर वेन एभर आई कुक है। मेरो लागि त्यो चाहिँ हुनै पर्यो, नत्र म मिठै पकाउनु जान्दिनँ भन्नु होला नि है। सो अन्त यही हो। अदर्स वेयर अल्सो हेल्पिङ मी है। त्यहाँनिर केहरू सब्जीहरू काट्नुहरू हेल्प गरिरहनु भएको थियो। अन्त यस्तै हो हाम्रो चाहिँ किचन चाहिँ मेरो लागि चाहिँ हाम्रो घरको लागि चाहिँ स्पेसली किचन इज मिटिङ पोइन्ट है। मेम्बर्सहरूको लागि सबैजना आफ्नो आफ्नो रुममा हुन्छ, थाकेर आएर फ्रेस भएर बसेको हुन्छ। अन्त जब पनि किचनमा हुन्छ सबैजना त्यतिखेर चाहिँ गफ पनि चल्छ, दिउँसोभरिको गफ चल्छ, बस्यो अनि त्यहाँदेखि खायो। किचन चाहिँ हाम्रो सबैको मिटिङ पोइन्ट र स्ट्रेस फ्री जोन चाहिँ यही होला जस्तो लाग्छ। भयो यतिमा So right now I'm cooking pork. Beef is done. Dal is also cooked. Usually we don't need oil for cooking pork because it already has a fat in it. तर आज चाहिँ my mother has asked me to put some किनभने we are adding रायोको साग है। बेसी रायोको साग लाउने हो, मासु कम्ती छ त्यसले गर्दाखेरि चाहिँ ओइल लगाएर पकाएको। अरू बेलामा चाहिँ हामी लाउँदैन है। अन्त साग र उसको चाहिँ पर्कको चाहिँ एकदम कम्बिनेसन राम्रो हुन्छ अरे है, त्यसले गर्दाखेरि। अन्त पर्क पाकिसकेपछि चाहिँ म मेथीको साग भुट्छु फर द भेजिटेरियन है। मासु नखाने पनि छ, म खान्दिनँ है। म तर उयो चाहिँ होइन, प्योर भेजिटेरियन चाहिँ होइन। म चाहिँ एग र फिस चाहिँ खान्छु होइन। अन्त आमाले फेरि हाम्रो बस्तीकै कुखुराको एग्स पनि दिनुभएको छ यहाँनिर हामीलाई पकाउनु भनेर। सो आज मेरो बहिनी र म चाहिँ भेज खाने हो। मेथीको साग र उयो के भन्छ एग्स खान्छ है हामी चाहिँ। अनि दाल पनि छ है। दाल त खोइ बेसी मन पराउँदैन रहेछ।
दही छ भने दही नत्र भने चाहिँ दाल खान्छ दाल चाहिँ बरु म बेसी पिउँछु अरूले घरमा त्यति बेसी दाल अलिक अँध्यारो हुन्छ है अलिक ढिली चाहिँ भइहाल्छ राति दिदी चाहिँ चिया खाएको छ चिया खाएको छ अब त अलिक गुलियो भयो ल अस्तिको भन्दा पुर्याइदिने मालिकलाई चाहिँ पस्न पुर्याइदिनु पऱ्यो नि अनि त्यहाँदेखि यो उब्रेको छ भने बाँडेर खाउँला के भन्नुभयो भोलि छुट्टी हो नि भोलि लाभा बिच डिस्टर्ब गरेर के बालेले बिचमा कराएको कराएकै खै त यार मेरो भाइको पनि त कन्टेन्ट हो नि मेरो भाइ पनि च्यानल सब्स्क्राइब गरिदिनुहोस् उहाँको 2टा मात्र सब्स्क्राइब गर्नुहोस् 3टा लाइक 2 भ्यू बोलेको खिल्ली यार नि अलिक बोल्दिनु भनेको 2टा मात्र सब्स्क्राइबर छ नभएर हो फर्स्टमा ट्राई गर्दाखेरि त बोल्छु बाले कराएको करा म जति बोल्छु बाले कोसिस मात्रै पसिना खलखल भइसक्यो हो बाले पनि कराउँछ त्यस्तै हो हाँस उठेर डुब्दैन डोमा चाहिँ यहाँनिर मोमो बना छा बनाइहाल्नु नि आराम चाहिँ बेसी नसोचिकन बनाइहाल्नु नि भन्छ डुब्दैन नि होइन आफ्नो चाहिँ त्यहाँनिर बनिनु छैन हो अन्त त यहाँ हेर्नु कस्तो माया हो आनामा गेम अन्त त मजाको रहेछ सल है आमाको नानीलाई बोक्ने यो यस्तो हेरेपछि त उसलाई पनि निन्द्रा लाग्न थालिहाल्छ नि बानी भएको नै यस्तो ठक्कै ओढेपछि चाहिँ यस्तो खालको अहिले प्रायः ओढ्दैन है यस्तो के भएको है त्यसरी नभए त गाडी त बिमार हुँदैन होइन लो प्रेसर पनि हुन्छ तपाईँलाई हो त अब पाकोस् अनि त्यहाँदेखि चाहिँ म मेथीको साग पकाउँछु अरे ग्यास त बढ्दैछ कि घट्दैछ हौ खुब खाना पकाएको भिडियो देखाउनु पर्यो ग्यास त उल्टा मारिरहेछ ल अब चाहिँ हाम्रो टप अब अन्त त फेरि उठ्नु नसक्ला नि बोकेर केस चाहिँ तान्छ रहेछ अन्त त रातै पारे त म त देखिहालेँ नि म त बा पप्पी गरेर लिपस्टिक हो कि अनि मुख जस्तै काट्नु पछाडिबाट त खिच्छ नि के हुँदैन पछाडिबाट चाहिँ Lah, kita apa ni? Itu yang macam apa ni? Ini pasti kau cuai. Ini itu tu guys. Macam? Kali itu tu. Ini kita buat yang kita ni saya akan
होइन त अलि म के हाल्यो